आज नवरात्रको तेस्रो दिन माता दुर्गाको पूजा आजा गरी धुमधामसँग तेस्रो दिन मनाइँदैछ। सोही अनुसार हामी पनि आज श्री शिवनाथ मन्दिर शिवनाथ गाउँपालिकामा अवस्थित शिवनाथ मन्दिरको दर्शन गर्न पूजापाठ गर्न आएका छौँ। यहाँ श्रद्धालु भक्तजनहरूको ठुलो घुइँचो छ र शिवनाथ मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको एकदमै लामो घुइँचो लागेको छ। पूजापालिका मन्दिर छ भने त्यहाँ पनि घुइँचो छ भने उता पनि तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै शिवनाथ बाबाको दर्शन गर्नको लागि दर्शनार्थीहरूको एकदमै भिड रहेको छ। त्यहाँ शिवनाथ मन्दिरमा यहाँ शिव मूर्तिको तपाईँ दर्शन गर्न सक्नुहुन्छ। त्यहाँ टाढाबाट शिवनाथ मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। यहाँ विभिन्न मूर्तिहरू पनि यहाँ चाहिएका छन् शिवका। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यहाँ मूर्तिहरू छन्। देख्न सक्नुहुन्छ साथीहरू, पूजापाठ चलिराखेको छ। ब्राह्मणहरू पाठ गरिराखेका छन् भने भक्तजनहरूले पनि पाठ गरिराखेका छन्। उहाँका चारैपट्टिका डाँडाहरू गर्न सक्छौँ। माथि वेदीहरू छ भने बाधाहरू पनि छन्। यसरी हामी मन्दिरको दर्शन गर्न सक्छौँ। मन्दिरमा दर्शनार्थीहरू खर्च गरिएका छन्। एकदमै रमाइलो टाढैबाट बाबा शिवनाथको दर्शन गरेर आफ्नो मनोकामना पूर्ण गर्न सक्नुहुनेछ। सबैलाई बाबा शिवनाथले रक्षा गरौँ। सबै देश प्रदेशसँगै मनोकामना पूर्ण गर्ने धेरै धेरै शुभकामना र नमस्कार गर्न चाहन्छु।